मैले हर्क साम्पाङको समर्थनहरूलाई मात्रै समर्थन गरेको होइन। हाम्रो माननीय आर्यन राईले पहिला भन्नुभएको कुराहरू गाई काटेर खानुपर्छ भन्ने अभिव्यक्तिहरू चाहिँ अब त्यहाँ थियो होला र खगेन्द्र सुनारले पनि गाई काटेर खानुपर्छ भन्ने अभिव्यक्ति दिइराखेर निकै केही विवाद पनि भएको थियो। तर साथीहरू, तपाईँ खाने व्यक्तिहरूलाई, हामी खाने हामी नखाने व्यक्तिहरूलाई चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरू किन न्युङ खोज्नुहुन्छ हौ? खानुस्, तपाईँहरू खानुस्, जे भएर खानुस् न। नेपालको संविधानले नकाट भनेपछि त ए बाबा काटेर खाए पनि लुकेर छिपेर काटेर खानुस् न। तपाईँहरू देखाइ खानुहुन्छ, त्यो त न्युङ खोजेको हो नि त। त्यस्तो त नगर्नुहोस् न प्रिय मित्रहरू, त्यस्तो नगर्नुहोस् प्लिज। तपाईँहरू खाए पनि सेपमा खानुस्, नखाए पनि नखानुस्। बाहुनले सुँगुरको मासु खान्छन्, खानेले कतिले सेपमा गएर खाइराखेको छन् होइन। त्यस्तो पो त हो साथी हो। लो, त्यस्तो मेरो अभिव्यक्ति चाहिँ साथीहरू। ल।